सबैलाई ह्याप्पी न्यू इयर है। भित्ताको क्यालेन्डर मात्रै चेन्ज भयो कि तपाईँ पनि चेन्ज हुनुभयो? यहाँ मैले एउटा कुरा भन्न आएको है खास है। हिजो 2026लाई वेलकम गरिरहेको थिएँ अनि 2025लाई चाहिँ बाई बाई गरिरहेको थिएँ। मतलब न्यु इयर इभ मनाइरहेको थियो होइन। सब पटाकाहरू डडाङ डुडुङ पड्किरहेको थियो है। अनि सबले ह्याप्पी न्यु इयर भनेर म्युजिक पुरा डान्स गरिरहेको थियो, रमाइरहेको थियो कि सबै। मैले के गरिरहेको थाहा छ? मैले चाहिँ त्यो क्राउडलाई सम्हालिरहेको थिएँ पुरा। काश मैले ड्रग युज नगरेको भए, काश ड्रग युज गरेँ तर समयमै मैले छोडिदिएको भए मेरो लाइफ कुछ और हुन्थ्यो। मैले जति नि यो सोसियल मिडियामा भिडियो बनाएर हाल्छु नि होइन, यसको मकसद एउटै हो कि यो जति नै मलाई देख्ने भाइहरू दाइहरू र मेरो साथीहरू हुनुहुन्छ नि, जुन मैले फिल गरेको छु है, जुन दुःख कष्ट मैले मेरो लाइफमा ड्रग्सले गर्दा पाएछु होइन, यो भाइहरू यो साथीहरू मेरो मित्रहरू दोस्तहरू यिनीहरूले त्यो फिल नगरोस्, त्यो दुःख नपाओस्, त्यो नभोगोस्, केही सिकोस् मसित, लागु औषध प्रयोग गरेर केही पाइँदा रहेछ यार, बेकार रहेछ यार भन्ने होस् र लागु औषधलाई त्याग्न सकोस् कि अगाडि बढोस्, लाइफमा के राम्रो राम्रो कुराहरूले एचिभ गरोस् भनेर मात्रै हो कि मैले यो भिडियो हालेँ। र त्यसको रिजल्ट पनि पाइरहेको छु फेरि है। कति भाइहरूले फोन गरेर मेसेज गरेर मलाई फिडब्याकहरू माग्छ है, दाइ तपाईँले गर्दा मैले 10-12 दिन भइसक्यो नसा खासेन दाइ, मैले नसा छोड्दैछु है तपाईँको भिडियो हेरेर भन्छ। त्यस्ता फिडब्याकहरू आउँछ होइन, त्यस्ता मेसेजहरू आउँछ। मलाई चाहिँ बुस्ट हुन्छु कि म चाहिँ। गुड मेरो भाइहरू, गुड जसले छोडेको छ होइन, गुड। 2025 जस्तो पनि जाओस्, फर्गेट गइसक्यो त्यो, तर 2026 चाहिँ दामी होस्, ड्रग फ्री लाइफ होस् सबको है। सबले उन्नति गरौँ, प्रगति गरौँ, सबको राम्रो होस्। साथसाथ मेरो पनि है म पनि मान्छे हो है, मैले पनि कति सपनाहरू अझै पुरा गर्न सकेको छैन। अलिक सानो सानो कुराहरू त पाइसकेको छु, अलि कुराहरू पाउन सकेको छैन।